अस्ट्रेलिया अप्लाई गर्ने मन छ तर फाइनेन्शियल डकुमेन्ट्स पुग्दैन भनेर युएस कुरेर बसेका विद्यार्थीहरूलाई के हुन्छ त? गम्भीर कुरा छ है। युएस को भिजा रिजेक्सन भयो, अब अस्ट्रेलिया अप्लाई गर्न के हुन्छ? मैले मार्केटमा एकथरी विद्यार्थी, ठुलो संख्याको विद्यार्थी कस्तो भेट्छु भने युएस अप्लाई गर्छु अनि युएस को भिजा दिएन भने म अस्ट्रेलिया अप्लाई गर्छु। यो मनस्थिति भएको, यो माइन्डसेट भएको विद्यार्थीहरू मार्केटमा संख्या ठुलो छ। ध्यान दिउँ है। युएस त अप्लाई गरियो, भिजा दिएन, त्यो इमिग्रेसन हिस्ट्रीले अस्ट्रेलिया अप्लाई गर्दा के हुन्छ? गम्भीर कुरा छ। सेकेन्ड, युएस अप्लाई गर्यो, डेट पाउँदैन इन्टरभ्यूको, भिजा इन्टरभ्यूको डेट पाउँदैन, लङ टाइम वेट गर्यो, 1.5 वर्ष जान्छ, 1 वर्ष जस्तो जान्छ, इन्टरभ्यू फेस गर्यो, भिजा दिएन। अब अस्ट्रेलिया गर्दाखेरि टाइम पुग्छ कि पुग्दैन? एकदम गम्भीर कुरा छ। हामी ध्यान दिनुपर्ने कुरा के छ भने तपाईलाई जान मन लागेको अस्ट्रेलिया, तर युएसमा इजी प्रोसेसको कारणले म युएस अप्लाई गर्छु भनेर बस्नुभयो, डेट पाउनु भएन, इन्कमको डकुमेन्ट्स पनि बनाउनु भएन, अन्तिममा युएसबाट निराश भए पछाडि अस्ट्रेलियाको सपना देख्नुभयो, अस्ट्रेलियातिर मन गयो भने तपाईका सम्भावनाका ढोकाहरू लगभग क्लोज भइसक्छ। डिटेल्समा बुझ्नको लागि प्लिज भिजिट ओलियन एसोसिएट्स पोखरा अफिस। थ्याङ्क यू भेरी मच।